लागि उपस्थित भइसक्नु भएको छ। खालिफा सिटीले आफ्ना गुरु योजनाहरू फिजाइसकेको छ। खालिफा सिटीका क्याप्टेनले यति बेला आइसक्नु भएको छ र फिल्डमा ती आर्मीहरू तैनात गरिसक्नु भएको छ। यति बेला देख्न सक्नुहुन्छ रेड ब्ल्याक जर्सीमा यति बेला तैनात छ खालिफा सिटी। रियासीले चाहिँ पहिलो बलको सामना गर्दै हुनुहुन्छ। यो बल के बल्ला त चौका छक्का अर्थात् 0 रन वा आउट। अनुमान गर्नुहोस् त। डिसिजन सँगै सुरुवात भएको छ गेम। वाउ, अति नै राम्रो उत्कृष्ट ब्याटिङ रहेको थियो। निकै नै राम्रो शट प्रहार गरेका थिए अफतिर। यहाँ दोस्रो बल आइसकेको छ। दोस्रो बल पनि रन लिन सफल भएको छैन। उसमा रन हुन्छ यहाँ। हजुर, पक्कै पनि। अब तेस्रो बल आएको छ। तेस्रो बल पनि निकै नै उत्कृष्ट र रन लिन पनि सफल हुनु भएन। रन आउट हुने सम्भावना थियो यहाँ। हजुर, ब्याट्सम्यानहरूले डिसिजन चाहिँ सोचेर लिनुपर्नेछ। दुईजनाको कम्बिनेसन एकदम राम्रो हुनुपर्नेछ यहाँ। अब पनि चौथो बलको लागि बोलर तयार हुनुभएको छ। चौथो बलको सामना गर्दै हुनुहुन्छ रियासी। चौथो बल, वाह, उत्कृष्ट ब्याटिङ अति राम्रो रहेको थियो। चौथो बलमा पनि 0 रन बन्न निकै मुस्किल छ यहाँ, गाह्रो छ यहाँ। रनको सम्भावना निकै कमी छ। अब पनि पाँचौं बलको सामना गर्दै हुनुहुन्छ रियासी। के यो छक्का झाला त? वाउ, अति नै राम्रो उत्कृष्ट। रन आउट पनि हुनु भएन। यो पनि कति रन भयो सुरज भाइ? 5 बल 1 रन सुरुवात भएको छ। निकै नै चर्चित नाम हो रसिद। WTC को तर्फबाट निकै राम्रो खेलाडी। छैटौं बल पुरा वाइट को इसारा दिनुभएको छ एम्पायर। अनि दिनु भएन। वाइट दिनुभयो? दिनु भएन। वाइट बल वाइट भइसकेको छ भने अतिरिक्त 1 रन आएको छ। फाइदा WTC लाई हुनेछ यो। पनि छैटौं बल यतिखेर पनि वाउ, अति नै उत्कृष्ट। अलिकति खेलमा पनि भएको थिएन। अलिकति दुईटा सम्वाद हुन सकेन। तैपनि WTC ले रन जोड्न पनि सफल भएको छ। 6 बलमा 3 रन। पक्कै पनि यहाँ दुई अब पनि दोस्रो ओभर नगइरहेको छ। दोस्रो ओभरको लागि पहिलो सामना गर्दा अति नै उत्कृष्ट। वाउ, सुपर रहेको छ, सुपर रहेको छ। मैले भने युवराज सर, रसिद निकै नै चर्चित नाम हो WTC को। ऊ निकै नै उत्कृष्ट खेलाडी हो। त्यसै गरी नम्बर चुराउनको लागि पनि सफल हुनुहुन्छ रियासी। उहाँ एकदम तयार अवस्थामा दुगुर्नको लागि रेडी हुनुभएको थियो। तर पनि फेरि रियासले अलिकति कता चुके जस्तो छ। बल देख्न सकेनन् कि जस्तो लाग्यो मलाई। यो भन्दा रियास उताबाट रेडी अवस्थामा भएन भने यो फिल्ड एकदमै सानो छ, जसले रन लिनको लागि निकै समस्या देखिन्छ। बच्चो रन आउट भएन। अपिल छ यहाँ। अपिल छ। डिसिजन चाहिँ नट आउट छ यति बेला। दोस्रो ओभरको 2 बल त्यसैमा व्हाइट भएको छ अहिले पनि WTC ले। 1 रन अतिरिक्त भनेपछि 4। 2 ओभर 3 बल 4 रन। वाह, सुपर, उत्कृष्ट। वाउ, 1 रन लिन सफल। रियास यति बेला निकै नै राम्रो खेलिरहेका छन्। उनी स्टेप आउट गरेर बललाई जज गरिरहेका छन्। उनको ब्याटिङमा पावर छ। लास्ट बल रहेको छ दोस्रो ओभरको। ब्याटलाई त छोएको थियो, तर चाहिँ अलिकति किपरले क्याच गर्न सकेनन्। तर यो आउट हुने सम्भावना पनि धेरै रहेको थियो। त्यो भन्दा पनि अलि थोरै अगाडि ड्रपमा आएको थियो बल। यसमा चाहिँ रन हुने सम्भावना थियो, तर हाम्रो ब्याट्सम्यानहरूले त्यति वास्ता गर्नु भएन यो बेलामा। यो एकदम सानो फिल्ड भएको हुनाले यहाँ चाहिँ ब्याट्सम्यानहरूले के ख्याल गर्नुपर्छ भन्दा रन चाहिँ एकदम छिटो लिनुपर्छ र दुईटाको कम्बिनेसन आई टु आई कनेक्सन चाहिँ भइरहनुपर्छ ब्याट्सम्यान र रनर अपले। नन स्ट्राइक र स्ट्राइकतिरको एकदम आई टु आई कनेक्सन भएन भने रन चोर्न निकै गाह्रो हुन्छ यति बेला।
तेस्रो ओभरको दोस्रो बल प्रहार गर्दै हुनुहुन्छ। वाउ वाउ रन 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 लिन पनि सफल हुनु भएन, दुर्न पर्थ्यो यतिखेर पनि। भनिरहेको छु मैले, ब्याट्सम्यान र रनर दुवैको आई टु आई कनेक्सन भएन भने रन चोर्न निकै मुस्किल छ। यहाँ निकै गाह्रो छ, फिल्ड सानो छ। उत्कृष्ट 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 फर 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 निकै नै राम्रो प्रहार थियो रियासबाट। निकै राम्रो खेल्ने खेलाडी हुनुहुने पनि र रसिद, जसको नाम चर्चित छ डब्लुटिसीमा। हेरौँ अति नै राम्रो उत्कृष्ट छ। अब भने खेलाडीहरू अलिकति ताते जस्तो छ, रन चुराउन सफल भएका छन्। मौसम चिसो। वाउ सुपर वाउ निकै नै उत्कृष्ट सटका साथसाथै क्याच हुने सम्भावना निकै थियो, तर फिल्डर यति बेला चुके। उहाँ रियासले छक्का हान्ने प्रयास गरेका थिए, तर छक्कामा नि कहीँ न कहीँ चुकेका छन्। निकै नै राम्रो उत्कृष्ट सट थियो यो। अहिले पनि खेलाडीलाई चाहिँ बल लागेको छ। खेलमा यस्तो हुन्छ, तर चाहिँ निकै कम मात्रामा हुने यो यस्तो घटना हो, जसले ब्याट्सम्यानले हानेको उता नन स्ट्राइकको ब्याट्सम्यानलाई लाग्नु निकै। रन 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 वाउ सुपर सुपर। मैले यति बेर भनिरहेको छु यही हो, ब्याट्सम्यान र बलर, ब्याट्सम्यान र नन स्ट्राइकमा रहेका ब्याट्सम्यानको आई टु आई कनेक्सन भयो भने यस्तो बेलामा निकै उत्कृष्ट रन चोर्न सकिन्छ, जसको फाइदा लिइरहेका छन् यति बेला रसिद र रियास। तेस्रो ओभरको समाप्ति, रन जोड्न सफल भएको छ 10। निकै नै उत्कृष्ट रन हुन सक्छ यो, किनभने यहाँ रन धेरै खलिफाको तर्फबाट आउनुभएको छ बलर। बलर भने उहाँ पनि एकदम उत्कृष्ट बलर हुनुहुन्छ, स्पिन बलर हुनुहुन्छ उहाँ। लाग्दैछ मलाई उहाँ स्पिन है, मिडियम फास्ट। निकै नै उत्कृष्ट बोलिङसँगै उत्कृष्ट स्ट्राइक पनि देख्न मिलेको छ रियासबाट। बल प्रहार गर्दै हुनुहुन्छ खलिफा सिटी। रियासले बलरलाई भने अलिकति बेसम्यान साइडका खेलाडीलाई भने अलिकति झुक्क्या जस्तो गर्नुभएको थियो। यो नै खेलको मजा हो, यति ब्याट्सम्यानमा यो प्रविधिको आइडिया भने। वाह उत्कृष्ट, अति नै राम्रो अति नै राम्रो अति नै राम्रो। तर निकै उत्कृष्ट सँगसँगै उत्कृष्ट फिल्डिङ पनि देख्न मिलेको छ खलिफा सिटीद्वारा। चौथो ओभरको पहिलो बल गर्दै हुनुहुन्छ खलिफा सिटीबाट। अब पनि रियासीले के गर्न सक्नुहुन्छ त, उत्कृष्ट नै राम्रो छ, तर 1 रन लिन सफल। दोस्रो रनको लागि लिनु भएन, 1 रन लिन सफल हुनुभएको छ। निकै नै उत्कृष्ट सटहरू देख्न मिलिरहेको छ यता डब्लुटिसीको तर्फबाट। चौथो बल 1 रन लिन सफल। रसिदको ब्याटबाट स्लिपमा निकै राम्रो सट प्रहार भएको छ यति बेला। 1 रन प्लस डब्लुटिसीको लागि 20 रन। यतिखेर पनि 20 रन चौथो ओभरको चौथो बल प्रहार गर्दैछ। लाग्दैछ डब्लुटिसी प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न चाहन्छ। स्टेप आउट गरेर अति नै राम्रो अति नै राम्रो। फिल्डरको हातमा बल परे पनि फिल्डरले बलर सामु पुर्याउन सकेनन्। फिल्डर, हजुरलाई के लाग्छ, फिल्डरले यति फेकेको भए रियासी भने आउट हुने सम्भावना पनि? सम्भावना प्रबल थियो। लास्ट बल रहेको छ यति बेला पनि। वाइड होइन, वाइड छैन। ओभरको समाप्ति। किनभने अब हामीसँग त्यति पूर्ण रूपमा ओभरहरू पनि छैन। विकेट पछाडि पुरै ब्याट्सम्यानहरूले बल चाहिँ हिटेर खेल्न
वाह, उत्कृष्ट उत्कृष्ट वाह वाह, चौका 4-4-4 चौका रन रहेको छ। दोस्रो रन पनि लिन सफल, दुई रनहरू लिन सफल। भइसकेको छ रियाज। अति नै उत्कृष्ट उत्कृष्ट सर्ट थियो यहाँ स्टेटमा, फिल्डिङ उति नै उत्कृष्ट यहाँ देख्न मिल्यो। 25 रन भइसकेको अवस्था छ यतिखेर। स्टेप आउट गरेर खेल्न चाहन्थे रियाज यति बेला, र बलरले ब्याट्सम्यानलाई जज गरे। क्याच बेला अहिले पनि WTC को एकजना खेलाडी आउट हुने सम्भावना बढी थियो, क्याच छुटेको छ, खलिफाले लिन सकेन। हातमा आएको बल पनि यो खालिफा सिटीको लागि निकै दुःखद। अहिले उम्मिद पनि हामीले गरेका थिएनौँ, रसिद पनि अहिले बोल्ड हुन पुगेका छन्। उनी अब पनि बललाई स्टेप आउट गरेर फेरि पनि बल सीमाभन्दा बाहिर। अब पनि हाम्रा खेलाडी आउँदै हुनुहुन्छ। सोमनाथ पनि एकदमै उत्कृष्ट खेलाडीमा पर्नुहुन्छ। हाम्रो WTC को तर्फबाट उत्कृष्ट प्लेयर सोमनाथ, जो ब्याट्सम्यानको रूपमा चिनिनुहुन्छ WTC को तर्फबाट, निकै नै अनुभवी ब्याट्सम्यान हुनुहुन्छ उहाँ। हेरौँ अब उहाँको खेल यो मैदानमा कस्तो हुनेछ। प्रहार गरेको थियो पहिलो सिजनमा, तर दुःखद उनीहरूले दोस्रो राउन्डबाट बाहिरिनु परेको थियो। उत्कृष्ट सट आएको छ। पहिलो बलमै सोमनाथले पनि छक्का प्रहार गरेका छन्। WTC को वोटिङ पनि यता आइरहेको छ। मैले भनि नै रहेको छु, उनी निकै उत्कृष्ट खेलाडी हुन्। अघिल्लो वर्ष पनि निकै राम्रो रन उनको अहिले पनि मिस भएको छ। केही छैन, एउटा रियासी पनि तयारी भएका छन्। यो अब चाहिँ उनको पालो रहेको छ छक्का हान्ने। के उनले हाल्न सक्ला नि त? बस अवश्य हाल्नेछन् रियासले, किनभने उनी ओपनिङ ब्याट्सम्यान हुन् जसले यो विकेट बुझिसकेका छन्, बलरहरूलाई जज गरिसकेका छन्। उनले हान्न सक्ने सम्भावना प्रबल छ। हेरौँ, हान्न पनि सक्छन्। वाइड पनि एम्पायरले दिएनन्। भन्दा बाहिर गइसकेपछि यो टुर्नामेन्टको नियमअनुसार आउट हुनुपर्ने छ। त्यसैले रियास आउट भएर बाहिर गइसकेका छन् भने मान्छे हो। यो विकेटमा अघिल्लो वर्ष पनि निकै राम्रो खेलेको खेलाडी हो, लाग्छ आज पनि निकै राम्रो खेल्नेछ ऊ। उसँग अनुभव धेरै छ यहाँ। अति नै राम्रो प्रयास रहेको थियो। अहिले 1 रन लिन पनि सफल भएको छ WTC। यसको साथसाथै उत्कृष्ट रन भयो, जो हामीले आकलन गरे भन्दा सोमनाथ बललाई वाइड भनेर छोडेका थिए, तर अम्पायरको डिसिजन चाहिँ राइट छ यहाँ। रन फैसल रन आउट हुन पुगे यति बेला। ब्याट्सम्यानहरूको आई टु आई कनेक्सन नहुनाले, कनेक्सन नभएको कारणले गर्दा अलिकति यहाँ पनि मिस भएको छ। अलिकति दुगुर नपरेको थियो। सोमनाथ दुग्रेको भए हुन सक्थ्यो, रन आउट बस्थ्यो होला, तर पनि आई टु आई कनेक्ट नभएको कारणले गर्दा फैसलले पनि आउट भएका छन्। अब आउँदैछन् हाम्रा खेलाडी, 5औं नम्बरका खेलाडी आउँदैछन्, हजुरहरूले देख्न सक्नुहुन्छ। बाहिर दर्शकहरूले छक्काको अपिल गरिरहेका छन्। अति नै राम्रो प्रयास। सोमनाथ पनि रन आउट हुन पुगे। ब्याक टु ब्याक विकेट
डब्लुटिसीले गुमाइरहेको छ यति बेला। डब्लुटिसी बीबाट उहाँले पनि निकै उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। ब्याट्सम्यान साइद निकै उत्कृष्ट ब्याट्सम्यान डब्लुटिसी। बल पनि सीमा रेखाबाट बाहिर गएको छ, उनी आउट हुन पुगेका छन्। एकपछि अर्को गर्दै डब्लुटिसीले आफ्ना विकेटहरू गुमाइरहेको छ यहाँ। अब पनि आउँदै हुनुहुन्छ हाम्रो हिरो रिन्सन थोमस। रिन्सन थोमस आइसक्नु भएको छ। उहाँले पनि अति नै उत्कृष्ट ब्याटिङ गर्नुहुन्छ। हेरौँ, उहाँ बोलिङ बोलर पनि हुनुहुन्छ, अलराउन्डर। जो तपाईँ, हामी अनि हामी सबैको निकै नै फेभरेट प्लेयर रिन्सन थोमस। अहिले पनि खलिफाले पनि केही रणनीतिहरू चाहिँ उसले अप्नाइरहेको छ। यसरी बल फेंक्यो भने यिनीहरूले चाहिँ प्रहार गर्छन् पनि उनीहरूको एउटा लय छ। तर डब्लुटिसीले पनि त्यो कुरा बुझ्न सकेको छैन। खलिफा सिटीले फिजाएको जालमा डब्लुटिसीका ब्याट्सम्यानहरू परिराख्नु भएको छ। यसबाट अब उम्कनु पर्नेछ ब्याट्सम्यान अली, रिन्सोन्स दुवैजनाले अब माइन्ड लगाएर खेल्नु पर्नेछ। सकेसम्म ग्राउन्ड सट खेल्नु पर्नेछ उहाँहरूले। हेरौँ, रिन्सोन्स पनि निकै राम्रो खेलाडी हुन्। रिन्सोन रन लिनको लागि उत्कृष्ट। दोस्रो बल अति नै राम्रो दोस्रो ओभरको दोस्रो बल गरेका थिए। पहिला पनि एउटा छक्का त उनले चाहिँ खाएका थिए भने बोलरले, तर अहिले पनि अति नै राम्रो गरेका छन्। निकै राम्रो गर्नुपर्ने छ, किनभने सेट ब्याट्सम्यानहरू यति बेला पभिलियन फर्किसकेका छन् भने नयाँ ब्याट्सम्यानहरूलाई बल जज गर्न गाह्रो हुनेछ। यहाँ रिन्सन चाहिँ भनिरहेका छन् स्ट्राइक चेन्ज गर। हेरौँ के गर्छन् अलीले। अब चौथो बल बिट्विन द विकेट निकै नै उत्कृष्ट रन रिन्सन थोमस। हेरौँ अब रिन्सन थोमसले सट प्रहार गर्नेछन् कि छैनन्। मेरो हजुरको हामी सबैको उत्कृष्ट खेलाडी, सबैभन्दा प्यारो खेलाडी, फेभरेट खेलाडी रिन्सन थोमस। उत्कृष्ट, वाउ सुपर। तेत्तीस रन रहेको छ डब्लुटिसी को। प्रतिस्पर्धात्मक लक्ष्यमा पुगिसकेको छ डब्लुटिसी। पैंतीस रन 35 रन हुन सफल। रन 35 रन भइसकेका। 36 रन रनिङ चाहिँ एकदम राम्रो छ। निकै रोचक खेल रोचक भएको छ। लास्टमा अति नै राम्रो भएको छ। लास्ट ओभरमा 3 रन लिन सफल भएको छ। रन आए यहाँ। रिन्सन थोमस बिट्विन द विकेट म भनिसकेको छु, उनले निकै नै राम्रो रन चल्छन्। भनेपछि डब्लुटिसीले 37 को टार्गेट दिएको छ यति बेला पनि। अब भने हजुरहरूलाई दोस्रो राउन्ड देखाउन गइरहेका छौँ हामीले। डब्लुटिसीले यति बेला पहाड जत्रो ठुलो लक्ष्य प्रस्तुत गरिसकेको छ खलिफा सिटीको अगाडि। हेरौँ खलिफा सिटीका ब्याट्सम्यानहरूले के गर्नेछन् यहाँ।